नमस्कार अनि हार्दिक स्वागत छ। म दिनेश घिमिरे बोलिरहेको छु। बुटोल उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा आज सरसफाइ कार्यक्रम चलिरहेको छ। सरसफाइ कार्यक्रम अन्तर्गत आज हामी बुटोलको बस पार्क, जुन हजारौँ यात्रुहरू यहाँबाट देशका 76वटै जिल्लामा 77वटा जिल्लामा चाहिँ उहाँहरूले यात्रा तय गर्नुहुन्छ, यस्तो ठाउँ हो। यो सरसफाइ को लागि यो अत्यन्तै आवश्यक ठाउँ पनि हो र नगरपालिकाले स्थापना दिवसको अवसरमा एक हप्तासम्म यसै गरी सरसफाइ कार्यक्रम गर्नेछ भन्ने कुराहरू म तपाईँलाई राख्न चाहन्छु। र यसै गरी यो सरसफाइ दैनिक रूपमा यसै गरी चलिरहनेछ भन्ने पनि हामीले विश्वास लिएका छौँ। नगरपालिकाले यो स्थापना दिवसको अवसरमा बस पार्कदेखि गोलपार्कसम्म, गोलपार्क चौरासम्म विभिन्न कुना कन्तरामा पनि यसै गरी सरसफाइ गर्नेछ भन्ने कुराहरू जोड्नेछौँ र यो कुरा म तपाईँलाई जोड्न चाहन्छु। र सरसफाइ अभियानमा नगर प्रमुख खिलराज पाण्डे, उपप्रमुख सावित्री देवी अर्याल स्वयं खटिरहनु भएको छ।